x² + 5x + 6 = 0 छ हैन। अब यो हिसाब बनाउनको लागि सबभन्दा पहिला के गर्नु पर्यो, हामीहरूलाई फर्स्ट इन्टु लास्ट गर्नु पर्यो। फर्स्टमा केही छैन भने त्यसको कोएफिसिएन्ट भने 1 बुझ्ने हो। लास्टमा चाहिँ x 6 छ भने चाहिँ के गर्ने हो, 6 ले मल्टिप्लाई गर्ने हैन। 6 × 1 गर्छ भने 6। अब यो फर्स्ट इन्टु लास्ट गर्दाखेरि 6 आयो भने अब यो 6 लाई यसरी चाहिँ जोड घटाउ गर्नु छ भने जोड गरेर अथवा घटाएर चाहिँ 5 हुनु पर्यो हैन। त त्यसको चाहिँ के गर्ने हो, खण्डीकरण प्रमेय गर्ने हो। अब 2 बाट लगाउँछ भने कति आउँछ, 3 है। त 2 × 3 6 पुगिरहेको छ, 3 + 2 5 पनि पुगिरहेको छ। मतलब 2 र 3 लाई गुणन गर्दा 6 आइरहेको छ हैन। त्यस्तै 2 र 3 लाई प्लस गर्छौ भने 5 आइरहेको छ। त त्यसको सट्टामा के लेख्ने हो, ल अब स्टार्ट हुन्छ है। x² + 5x + 6 = 0 छ। अब यस्तो खाली हिसाबमा चाहिँ यो 5 को सट्टामा 2x + 3 x को x 6 = 0 भयो हैन। अब के गर्ने हो, यो x² जस्ताको त्यस्तै प्लस इन्टु प्लस गर्छौ भने प्लस, अब यो 2 को 2 भयो। अब x ले 2 मा इन्टु गर्छौ भने x नै हुन्छ। त्यस्तै प्लस प्लस इन्टु प्लस प्लस, अब 3 मा x ले इन्टु गर्यो भने 3x, यो प्लस 6 को जस्ताको त्यस्तै = 0 भयो। अब के गर्ने हो कि अब यो 4 वटा टर्ममा भयो हैन, 4 वटा टर्म भयो, 4 टर्म भयो। तब के गर्ने हो, हरेक दुई दुईवटा टर्मबाट चाहिँ के गर्ने हो, साझा लिने। यो दुवैमा हेर्छौ भने x साझा छ भने x साझा लियो। दुईटा x बाट एउटा x आयो भने एउटा x बाँकी रह्यो, प्लस को प्लस भयो, 2 को 2 भयो। त्यस्तै यो दुवैमा चाहिँ प्लस 3 साझा लिन्छौ भने x + 2 रहन्छ = 0 भयो। अब हेर्नु, यो दुवै र यो दुवै के रहेको चाहिँ दुवै चाहिँ सेम छ भने यो दुवै चाहिँ साझा लिने हो। अब x + 3 = 0 भयो। अब के गर्ने, x को भ्यालु निकाल्नु छ भने आइदर और गर्ने हो। आइदरमा x + 2 = 0 हैन, सिन्स x = अब यहाँ प्लस गर्नेहरुको साइड माइनस, त्यस्तै और गर्ने हो। x - 3 = 0 सिन्स x = अब यो माइनस भने अर्कोतिर चाहिँ प्लस भइहाल्छ। ततमा के लेख्ने हो, अत x को मान -2 र +3 हुन्छ। यति लेखेर चाहिँ के हुन्छ कि त्यो पूर्ण हुन्छ।